अन्तिम इच्छा किन सोध्यौ किन गयौ घरमा, दादागिरी देखाइहाल्ने बर्दिलाको भरमा भन्ने गीत आएको रहेछ बजारमा है। यो गीत सम्बन्धी कस्तो छ टिका टिप्पणी सुन्नुहोस् है। यो गीतको लय शब्द गायन सङ्गीत सबैमा अब्बल छ। सलाम छ हजुरलाई मेरो तर्फबाट भन्नुभएको छ। जागिर खाँदा दायाँ हात छातीमा राखेर नेपाल आमाको कसम खाएको बिर्सेछ भन्नुभएको छ। पक्कै पनि अन्तिम इच्छा सोध्नेलाई भन्नुभएको। कठै मेरो देश जो सोझो उसकै मुखमा घोचो है। खास यो हाकिमको गल्ती होइन, यो आदेश दिनेको गल्ती हो भन्नुभएको छ। यो गीत गाउनेलाई 100 तोप सलाम छ, 21 तोपको सलामी छ। जन्मेको 40 वर्ष भयो, बल्ल चित्त बुझ्ने गीत सुन्ने आज भन्नुभएको छ। तपाईहरूले यतिको गीत गाएर जनता सामु जनचेतना फैलाउनु भएको छ। तपाईहरूलाई धेरै धेरै धन्यवाद। यो केपीको पुच्छर हो, डिएसपी नालायक दिन तेरो पनि भोलि आउँछ दिन भन्नुभएको छ है। यो गीतलाई गाउनेलाई धन्यवाद हजुरलाई बधाई छ भन्नुभएको छ। आई लभ इट्स सङ भन्नुभएको छ। राम्रो कुरा हो भन्नुभएको छ। 100% सही भन्नुभएको छ। गीतले ओली र गृहमन्त्रीको कानमा पुगोस् यो गीत भन्नुभएको छ। नैतिकता नभएका शासक पुलिस भन्नुभएको छ। सलाम छ यो गीत गाउनेलाई भन्नुभएको छ। त्यसपछि यस 100% राइट भन्नुभएको छ। जय रवि भन्ने कमेन्ट आएको छ। यो गीत गाउनेलाई धेरै धेरै धन्यवाद छ भन्नुभएको छ। मनसुने गीत धन्यवाद हजुर भन्नुभएको छ। यो चोर पुलिस चिनिराख्नु भन्नुभएको छ है। गीतलाई सोलुट छ अनि मार्मिक मन मुटु नै छोयो यो गीतले भन्नुभएको छ। त्यस्तै धन्यवाद छ हजुरलाई यति राम्रो गीत गाएकोमा भन्नुभएको छ है। भात होइन यो डिएसपीले केपीको गु खान्छ भनेर भन्नुभएको छ है। कस्तो सेम गीत निकालेको, कस्तो राम्रो गीत निकालेको भन्नुभएको छ है। त्यस्तै यो गीत गाउनेले 100 तोप सलाम रे है। यो गीतको लय शब्द गायन सङ्गीत सबैमा अब्बल छ, एकदम राम्रो छ। केपीको जुत्ता चाटेर बस झोले के भनेर जागिर खाथिस भन्दै कमेन्ट गर्नुभएको छ। तपाईँहरूले चाहिँ अन्तिम इच्छा सोधेको विषयमा के भन्नुहुन्छ कृपया कमेन्ट गर्नुहोला।